अनि अर्को घरमा यसरी अर्को सिक्रीमा लएर स्लिप स्टिच गर्दिने 2 सिक्री अनि फेरि यसमा दुवैतिर यसरी टिपेर डबल घर फेरि ट्रिपल यही ठाउँमा अनि 2 सिक्री फेरि यहाँ गएर यो दुईटैमा यसरी लिएर जाने अनि यहाँ स्लिप स्टिच गरिदिने फेरि ट्रिपल यहाँ पल्लोमा यो अर्को घरमा ट्रिपल अनि फेरि यसैमा डबल अनि 2 सिक्री अनि यही ठाउँमा यस्तो गर्दै बनाउँदै जानुपर्छ यस्तो खालको बन्छ अब यहाँ सबैमा त्यसै गरी बनाउँदै जाने